हेलो एभ्रिवान, रनिङ च्यालेन्ज डे 6 मा तपाईहरुलाई फेरि पनि वेलकम छ। आज चाहिँ रनिङ गर्न म सुरेश र विनोद भाइ जंगलमा आइसकेका छौं। अब चाहिँ हामी रनिङ पनि गर्छौं। विनोद भाइ चाहिँ रनिङ गर्दा गर्दा थाक्छन् र हामी एकछिन चाहिँ यहाँ रेस्ट गर्छौं र विनोद भाइको चाहिँ लास्टै पसिना आइरहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ मेरो पनि पसिना आइरहेको छ। सुरेश चाहिँ अगाडि गइसकेको छ। अहिले चाहिँ हामी डाँडा पुगिसकेका छौं र यहाँ चाहिँ म ड्रिल सिड गर्छु र हाम्रो यहाँ केटाहरु धेरै अरु भाइहरु पनि आएका रहेछन्। तिनीहरु पनि ड्रिल सिड गर्छन्। म चाहिँ यहाँ ड्रिल सिड पनि गर्छु, एक्सरसाइजहरु गर्छु। कपिल भाइ चाहिँ यहाँ ट्याक्क पारेर पुसअप हान्छ अनि एउटा भाइले चाहिँ ट्याक्क पारेर उता हान्छ। म चाहिँ यहाँ ड्रिल सिड गरिरहेको हुन्छु। यतिखेरमा केटाहरु सबले पनि यहाँ ड्रिल सिड गरिरहेको हुन्छ, एक्सरसाइज गरिरहेको हुन्छ। यो सेम आवाज आउँछ सर। हामीले एक्सरसाइज गरिसकेपछि चाहिँ हामीले यो चराचुरुङ्गीको सुन्दर आवाज सुनेर चाहिँ हामी यहाँ मेडिटेसन गर्छौं र हामी अब घरतिर फर्किन लाग्छौं। हामी सुत्त पारेर घर फर्किँदै हुन्छौं। त्यतिखेर चाहिँ यहाँ केटाहरु भिडियो बनाइरहेको हुन्छ र म चाहिँ यहाँ त्यतिकै रमाइलो गरिरहेको हुन्छु र आजलाई भिडियो पनि यति नै हुन्छ होला। अब हामी अर्को भिडियोमा भेट्नेछौं। त्यतिखेरसम्मको लागि बाइ बाइ।